तारिफै तारिफ। आज तारिफले अगाउने भयो। खाना त के खानु होइन, तर भातको चाहिँ मलाई पिर लाग्यो। आज भात चाहिँ सेतै हुने भयो। केही नहाल्दा यस्तो बास्ना। अब झन् सबै मरमसला हालेपछि कस्तो होला भन्ने म आफै छक्क पर्छु कि। मान्न पर्छ तँलाई यार। यहाँ वरिपरि मान्छे छैनन् आज, तर यहाँ ओहो के पकाइस् भनेर गेटमा आइसक्थे। तर अहिले त खै बुढेसकालले छोएर हो कि खासै मिठो पनि बन्दैन भनेर भन्न चाहिँ मिल्दैन है। हेलो गाइज, दर्शन अनि नमस्ते, वेलकम टु माई फर्स्ट भ्लग भन्ने नि भयो, भिडियो भने नि भयो। खासमा 3-4 दिन भयो म आजभोलि कुकिङतिर भान्से भएको छु होइन। भान्से कुरो के भने नि, हिजो मैले भात पकाएको कुकरमा सिटी लगाएर चामल एकचोटि मात्रै धोएछु भने भात त गनायो। गनाएपछि बुढीले त खाएन, नआएपछि त्यो भात मलाई नै सक्नु पऱ्यो। अब कुरो के आयो भने अलिकति त खाएँ, अलिकति फाल्नै पऱ्यो। खाना खाएँ, फाल्न फालेँ। त्यो फालेको भातले मलाई कति सराप्यो होला है। त्यही भएर आज मैले भातलाई एकदम 10 पटक धोएर बनाएको छु भन्दा बसाल्छु। अब भात पकाउन लागेको छु। अब देख्न सक्नुहुन्छ 10 चोटि धोएछु। आज पक्कै पनि भात सेतो हुन्छ, किनभने मैले कलर सलर सबै कोल्डेन सबै कलर सलर 10 चोटि धोएर फालिदिइसकेँ होइन। अब तपाईँहरू देख्न सक्नुहुन्छ म टक्कलार भात बनाउँदैछु। तपाईँहरू देख्न सक्नुहुन्छ है, मैले भात बसालिसकेँ। यता कुकरमा भात बसाल्दैछु र यता तरकारी भन्नु यस्तो दिएँ। तरकारी कस्तो बनिरहेछ आज, सिमी र आलु हो। ओ माई गड, बास्ना यस्तो छ होइन। अहिलेसम्म केही हालेको छैन प्याज बाहेक, तर पनि यति मिठो बास्ना छ। अब झन् सबै मरमसला हालेपछि कस्तो होला भन्ने म आफै छक्क पर्छु कि। मान्न पर्छ तँलाई यार। अनि कुरो के आयो भन्दा तरकारी पाक्दैछ, भात पाक्छ। अनि खासमा मलाई टेन्सन भएको चाहिँ हिजोको हो के। यति दुःख गरेर दाल भात तरकारी बनाएँ, लास्टमा चामल एकचोटि मात्रै धोएछु कि। त्यो भएर मलाई चाहिँ के भयो भन्दा बुढीले अब भात गनाएपछि नखाने, एक्लै खानु पऱ्यो। तर फाल्ने पनि अब भन्छन् नि बुढापाकाले अन्न फाल्नुहुन्न सरप छ भनेर। अब मलाई कति सरप नि हो, सरपिसक्यो भने नि भयो होइन। ठिकै छ। अनि अब चाहिँ हाम्रो तरकारी चाहिँ पाक्दैछ। डढेको एकछिन म यसो चलाए जस्तो पनि गर्छु होइन। म चाहिँ एकदम कुकिङ त खतरा गर्छु मैले। जमाना मैले कुक पनि गरेँ हो। त्यति बेला चाहिँ कोही कस्टमर यस्तो आउँथ्यो कि मैले नबनाएको नखाइकन अरूले बनाएको खाने थिएनन् कि। तैँले बनाए खाने मात्र खाइएन भन्ने पनि मान्छे थियो होइन। फेरि आफूले आफूलाई फुर्कायो, आफूले आफ्नो तारिफ गर्यो भन्नु होला होइन। त्यो तारिफ चाहिँ होइन, म चाहिँ सत्य बोल्दैछु। तर अहिले त खै बुढेसकालले छोएर हो कि खासै मिठो पनि बन्दैन भनेर भन्न चाहिँ मिल्दैन है। ल हेर्नु त, केही नहाल्दा यस्तो बास्ना। अब तपाईँहरूले त्यहाँबाट बास्ना सुन्न सक्नुहुन्न, नत्र भने म तपाईँहरूलाई देखाउँथेँ। केही नहाल्दा यस्तो मिठो बास्ना। यहाँ वरिपरि मान्छे छैनन् आज, नत्र यहाँ ओहो के पकाइस् भनेर गेटमा आइसक्थे। त्यो भएर तपाईँहरूलाई कसरी विश्वास दिलाउँ भन्दाखेरि म तरकारी पकाउँछु, पाकिसकेपछि एकछिन चाखेर तपाईँहरूलाई देखाउँछु कस्तो भयो के भयो भनेर। अब भात पनि पाकिहाल्छ, तर भातको चाहिँ मलाई पिर लाग्यो। आज भात चाहिँ सेतै हुने भयो। आज भात चाहिँ सेतै हुने भयो। 10 चोटि धोएको छ अनि सेतो नभएर कस्तो हुन्छ त अनि। ठिकै छ। अब तरकारी पनि पाक्छ एकछिनमा। भिडियोमा चाहिँ बोल्न खासै मलाई आउँदैन होइन। म चाहिँ खासै भिडियोमा बोल्न सक्ने मान्छे चाहिँ होइन। तर म चाहिँ कुकिङ चाहिँ खत्रै है, यो चाहिँ ढाँटेको होइन है। भिडियोमा बोल्न त सक्दिनँ म, तर कुकिङ चाहिँ खत्रै। तरकारी यस्तो हुँदैछ। अब यहाँ म बनाउँदैछु, तरकारी पाक्दैछ। आज बुढीले पनि वाह खतरा हो। आज मेरो तारिफै तारिफ जताबाट नि। अब भिडियोहरू तपाईँहरूले तारिफ गरिनु भयो। अब तपाईँहरूको तारिफ सुन्ने एउटा, अनि बुढीको तारिफ सुन्ने। ओहो। अनि अझ घरमा मम्मीलाई फोन गरेर भन्छु मैले, मम्मी आज मैले यस्तो बनाएँ उस्तो बनाएँ। वाह मम्मीको पनि तारिफै तारिफ। आज तारिफले अगाउने भयो। खाना त के खानु होइन। ठिकै छ। अब भातले एकछिनमा सिटी हान्छ। सिटी हानिसकेपछि हामी टक्क लाएर तरकारी भात रेडी पारेर म फेरि बाहिर जानुपर्छ एकछिन। गर्मी यस्तो छ, यो
मैले त भिडियोको सुरुमा भन्नै बिर्सेछु, म चाहिँ अहिले हाल इन्डियामा छु, इन्डियाको चेन्नई। अनि चेन्नईमा चाहिँ यस्तो गर्मी छ कि तपाईँहरूले कल्पनै गर्न सक्नुहुन्न क्या। हाम्रो नेपालमा को लागि त डबल तिर्बलै भन्ने नि भयो होइन, यस्तो गर्मी छ तपाईँहरूले कल्पना गर्नै सक्नुहुन्न। चेन्नईमा यस्तो गर्मी छ अहिले। ठिकै छ, अब गर्मी त भइ नै हाल्छ होइन, जहाँ पनि एउटै कुरो हो। तर विदेश हुन त हामी नेपालीलाई विदेशै बसे जस्तो हो नि होइन, इन्डिया त त्यही हो। अब त्यही हो, प्लेन टिकट यताउति माग्दैन, पासपोर्ट चाहिन्न भन्ने। त्यही पनि अहिलेको सरकारले त पासपोर्ट चाहिन्छ भन्ने कुरो पनि गर्यो है। त्यो भएर तपाईँहरू हामीहरू इन्डिया भए पनि जहाँ भए पनि विदेशी परदेशी नै हो। त्यही भएर परदेशमा त्यही घरमा भएको भए मम्मीले पकाएर टक्क दिनुहुन्थ्यो होइन, खाएर अझै दोष लाउनु पनि पाइन्थ्यो। ए मिठो भएन, कस्तो पकाएको, जहाँको खाना पनि पकाउनु नआउने भनिन्थ्यो। अहिले आफै पकाउनु पऱ्यो अनि थाहा हुन्छ नि त। अब यस्तो भनिन्थ्यो हामीले, यस्तो भइरह। यहाँ त अब कपडा पनि आफै धुने होइन। सहर र गाउँमा धेरै फरक छ। गाउँघर छोडिसके मान्छेहरूले, गाउँमा त्यत्रो खेतबारीहरू बाँझै छ, बजारबाट चामल किनेर खायो होइन। गाउँघरमा खेतीपाती गर्न छोडिसक्यो। अब छोडिसक्यो भन्दा नि के भन्ने, खासमा त हामीले हो नि त गर्नुपर्ने होइन। किनभने बुढापाका त नसक्ने भयो नि, पहिलाका त पहिला सक्नेसम्म त गरेकै हुन्। खासमा हामीले गर्नुपर्ने, हामीलाई सुख चाहियो। अनि हामीलाई के भने अहिलेको त त्यस्तै छ नेपालको हालत। हामीलाई भन्दा पनि त्यही हो, हामीलाई सुख चाहियो, खेतीपाती गर्न सकिएन। हामी परदेशी र अरूको काम गर्न हामीलाई राम्रो लाग्यो, तर आफ्नै ठाउँमा केही गरेर बस्न सकिएन। कृषि प्रधान देशमा हामीले एउटा आलुको गेडो फलाएर खान सकिन्न, त्यही पनि हामीले किनेर खानुपर्छ है। त्यो पनि हामी नेपालको लागि त भारतबाटै भनौँ न। त्यही पनि अहिले त सरकारले बन्द गरिदियो। बन्द गर्दा बोर्डरमा उफ्रै छन् मान्छेहरू। अब हो नि, बन्द गर्नु राम्रो हो। तिमीहरूको घर दैलोमा अहिले ठाउँमा पसलहरू छ। इन्डियाबाट कति भन्सार तिरेर कति युज गरेर बेच्ने मान्छेले नि त भन्सार तिरेर ल्याएको छ नि, उनीहरूबाट किन्नु न। तपाईँहरूलाई त्यति सस्तो 2-4 रुपियाँको यति महत्त्व होइन। यो बन्द गरेको त एकदम ठिक छ, किनभने नेपालमा पनि किसानहरूले रेट पाउँछन्, राम्रो ठाउँ रेट पाउँछन् होइन। यो बन्द गरेको पनि ठिकै हो। अनि अब नेपालको त कुरा के गर्नु, अहिले त सुकुम्बासीमा भक्कभक डोजर चलेछ अरे होइन। अब आफू त खै के बासियो पनि, घर भएको घर पनि अब गाउँघरमा बाढी पहिरोको डरले छोडियो। अब अरूको भाडामा बस्ने मान्छे पऱ्यो हामी चाहिँ होइन। हामी चाहिँ के बासी त, अब हुकुमबासी भन्न नि मिलेन, सुकुम्बासी भन्न नि मिलेन। हामी चाहिँ के बासी अब यसको नाम चाहिँ राख्दै गरौँ ल। ठिकै छ गाइज। अब तरकारी म तरकारीतिर भन्दा नि एकछिन तरकारीतिर ध्यान दिन्छु होइन। अहिले पाकेपछि यसो म देखाउँछु होला, हेर्दै गर्नु होला है, वेट गर्नु है, म अहिले पाकेपछि देखाउँछु है। फाइनली गाइज तरकारी रेडी भयो होइन। अब म तपाईँहरूलाई तरकारी पनि देखाउँछु फेरि कस्तो बनायो होला। खुब ठुल्ठुलो कुरा गरेको थिएँ, कस्तो बनायो होला र भन्ने कुराहरू चाहिँ भन्नुभएको थियो होइन। तरकारी चाहिँ ल हेर्नुहोस् है। अब पछाडि क्यामेरा चाहिँ त्यति छैन, त्यही भएर तरकारी चाहिँ ल हेर्नुहोस्। अब यस्तै हो होइन। भात चाहिँ त सेतै भयो मलाई थाहा, त्यही भएर भात चाहिँ देखाउनु है। 10 चोटि धोको नि त, अनि सेतो नभएर हुन्छ। लगाएर अब आजको भिडियो चाहिँ म यतिमै टुङ्गाउँछु होइन, किनभने मलाई धेरै बोल्न आउँदैन। अन्त त्यत्रो गफ हानिसक्यो, के बोल्न आउँदैन भन्ने होला भन्नु होला होइन। खासै बोल्न चाहिँ आउँदैन मलाई साँच्चै। ठिकै छ गाइज, अर्को भिडियोमा फेरि भेटौँला भोलि होइन। ठिक छ, अहिलेको लागि म चाहिँ बिदा हुन्छु। ल बिदाइको हात हल्लाएँ मैले है। र सबैजना स्वस्थ रहनु होला, व्यस्त रहनु होला होइन। आफ्नो काममा मस्त व्यस्त सुस्त सबै एउटै हो। आशीर्वादै सम्झिनुहोस् मेरो होइन। ल ठिक छ, बाई बाई।